हेलो नमस्ते सेवान्ने अनि गुड आफ्टरनुन मेरो सम्पूर्ण साथीहरू अनि सहयोगी मित्रहरूलाई। म चाहिँ आज सेकेन्ड सटरडे भएको कारण यसो टाइम पासको निम्ति यो घाँस सिमाउनुपट्टि लागेँ। यसलाई चाहिँ हाम्रोतिर टाँकी भन्छ, अनि तपाईँहरूतिर यसलाई के भन्छ पनि प्रायः आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो नामहरू हुँदो रहेछ। अनि काम नगरेको पनि धेरै भएको थियो, झन्डै 1 साल जस्तो भएछ। अनि अहिले फेरि झट्टै काम गर्दा अलिक गाह्रो हुँदो रहेछ, कारण बिमारी भएको कारणले गर्दा मलाई डक्टरले पनि अलिक खास कामहरू नगर्नु भनेको थियो। अनि यो चाहिँ फेरि हल्कै फेरि काम नगर्दा पनि जिउ लागेर अलिक सुँगुर टाइपको हुने रहेछ भनेर चाहिँ आज यसो टाइम पासको निम्ति हल्का काम गरिहेरेको। अनि फेरि यो रुख चाहिँ फेरि मै चढ्यो भनेर नसोच्नु होला, म चाहिँ अलिक रुखमा चढ्नु पनि हिमालु प्रकारकै छु। अलिक म आउँदैन मलाई रुखमा चढ्नै, म रुखमा चढ्दिनँ। यो मलाई चाहिँ रुख घाँस चाहिँ झारिदिएको, अनि मैले चाहिँ अब चिमाउने काम गरिरहेको छु। हुन्छ।